र अनि साह्रै मिठो मधुर स्थिति के देख्यो त भन्दाखेरि हाम्रो आराध्य नेपालको गुनु चोरोको प्रसङ्ग पनि यहाँ देखियो। अब यी समय सन्दर्भमा मैले व्याख्या गर्ने यहाँ समय छैन, यसका विशेषताहरू छन्। तर म यहाँ के चाहिँ भन्न चाहन्छु भने यी सबै कर्महरूका निमित्त एउटा वेदको वचनलाई मैले मध्यनजर गर्न मन लाग्छ। सेवा गर्ने साथीहरूले धैर्य लिएर शान्त भएर सेवा गरिदिनु भएदेखि म मात्र समय हेरेर गर्ने मेरो बानी पनि छ। अब 10 मिनट समय लिन्छु तपाईँ, त्यतिका लागि तपाईँले धैर्य लिइदिनु होला। हामी कुनै पनि कार्यहरू गर्दछौँ, के का आधारमा गर्दछौँ? शास्त्रहरूले दिएको निर्णयका आधारमा गर्दछौँ। कुनै पनि आध्यात्मिक कार्यहरू अथवा दैविक कार्यहरू होइन। त अब शास्त्रहरूले दिएको निर्णय अनुसार वेदका यी वचनलाई मध्यनजर गरौँ ल अलिकति। वेदामेतं पुरुषं महान्तं आदित्य वर्ण तमसा परस्तात् तमेव विदित्वा मृत्युमेति नान्य पन्था विद्यते अनाय। वेदका वचन हो नि, चारैवटा वेदले एक स्वरमा गाएको छ है। यो ऋग यजुर साम अथर्व यी चारैवटा वेदले एउटै सूत्रमा एउटै स्वरमा गाएको मन्त्र हो। यसले के भन्यो? जो पनि प्राणी अनन्त छन्, अनन्त प्राणीहरूमा सर्वश्रेष्ठ प्राणीको मनुष्य प्राणी। यहाँ विज्ञान सम्बन्ध कुरो गर्दैछु है। म विज्ञानको पनि विद्यार्थी भएकाले गर्दाखेरि र मैले विज्ञानका सन्दर्भमा निकै प्रशिक्षणहरू पनि दिएको आधार दिएर म यहाँका बिचमा राख्दैछु। म नेपालमा परिचित कम्ती छु, तर भारतको एकपल्ट परिक्रमा गरेर मैले यी कार्यक्रमको अवसर पनि प्राप्त गरेको छु। ती भारतको परिक्रमाका दौरानमा भएका सन्दर्भले अहिलेसम्म पनि मसँग इस्लामीहरू पनि जोडिएका छन्, इसाईहरू पनि जोडिएका छन्, अनि सबै प्रकारका कवि सन्तहरू पनि जोडिनु भएको छ र अनि महावीरका सिद्धान्तवादीहरू पनि जोडिनु भएको छ। मसँग सम्पर्क बनाइराख्नुहुन्छ। यसले मैले केही आफूले अनुभव गर्ने अवसर पाएँ भने पक्कै पनि यो महामतीले दिएको जुन दर्शन हो नि, यो महामतीले दिएको दर्शन संसारमा विश्वमा पक्कै पनि सर्वश्रेष्ठ रहेछ भन्ने निर्णय लिने अवसर पाएर म तत्सन्दर्भमा खुलेर भन्ने अवसर जहाँ मिल्दछ त्यहाँ मैले खुलेर भन्ने बानी बसालेको छु। यसै अन्तर्गत अब अघिको वेदको सन्दर्भमा अघि मैले सम्बोधन जुन गरेँ, सबैको मनुष्य प्राणीको है, मनुष्य प्राणीको अन्तिम कहाँ हो, के हो? कस्यास्ति संसार हो। यो संसार के हो? म को हो। यो जान्न जरुरी रहेछ है। कसले? मनुष्य प्राणीले। अरू प्राणीले यो जान्न जान्दैन। मनुष्य प्राणीले मात्रै यो खोज्ने ज्ञान रूपी तन्तु जोडिएको स्ट्रक्चर पाएको रहेछ। के यो शरीर? यो शरीरमा सम्पूर्ण तन्तुहरू जोडिएका हुँदा रहेछ। जस्तै मोबाइल फोनमा होइन, स्मार्टफोनमा के छैन? के छैन आज है? जे खोज्यो त्यही भेटाइन्छ। गुगल यस्तो पल्टाएर हेरौँ, खोज्नु त त्यसो हुँदाखेरि अहिले हाम्रो मनुष्यले बनाएको जुन हो इन्स्ट्रुमेन्टहरू, त्यसमा त त्यत्रो कुरोहरू रहेछ भने यो कसले बनाएको? ईश्वरले बनाएको है। यो स्ट्रक्चर, यी स्ट्रक्चरहरू ईश्वरले बनाएको, परमात्माले होइन नि। यहाँ बुझ्नु होला, एक एक शब्दको विशेषतालाई सम्झिनु होला। परमात्मा, ईश्वर, भगवान, देवता, यी दैविक शक्तिहरू। यी शक्तिको आफ्नो आफ्नो विशेषता छ। देवताहरूले हामीलाई कल्याण गर्दछन्, भगवानहरूले हामीलाई मुक्तिको बाटो देखाउँदछन्, ईश्वरले हामीलाई मुक्ति दिन सक्दछन् र परमात्माले हामीलाई मोक्ष प्रदान गर्दछन्। यी शक्ति यसरी छन्। यी हामीले बुझ्नुपर्ने विषयहरू छन्। त यी सबैलाई हामीले एउटै रूपमा लियौँ भने हामीहरू गलत हुन्छ, मनुष्य प्राणी भएको वृथा हुन्छ।
तसर्थ यी कुरालाई मध्यनजर गरेर यहाँ जुन कर्म भयो, यो जो आज यहाँ पारायण पाठ भयो, मैले अघि भने नि कुञ्जन स्वरूप भनेर सम्पूर्ण शक्ति समाहित भएको तातम ज्ञानमय जुन ब्रह्मवाणी हो, त्यो वाणीको यो पाठ भयो। जुन पाठमा हामीले सम्पन्न यो पाठ पारायणलाई सम्पन्न गर्ने बित्तिकै सम्पूर्ण 33 कोटी देवी देवताहरू, ईश्वरहरू, परमदेखि लिएर परमात्मासम्मको सान्निध्य प्राप्त गर्ने अवसरको यो एउटा प्रारूप हो। यो प्रारूपबाट हामीहरू अगाडि बढ्दै बढ्दै हामीले यो हाम्रो शरीरभित्र प्रवेश छ नि, जुन हाम्रो शरीरभित्र जीव छ, आत्मा छ अनि सुरता छ नि, यी कुराहरूलाई बुझ्न गाह्रो छ। सबैले सजिलै बुझिँदैन, यसका लागि समय चाहिने हो। तर समय अहिले हामीसँग नभएकाले गर्दा यसको विस्तार गर्न म पाउँदिनँ, सक्दिनँ। तर म के चाहिँ भन्छु भने हामीलाई अलिकति ध्यान दिउँ। हामीहरूसँग सबै थोक हुँदाहुँदै पनि यदि सुरता कलबलियो भने हाम्रो काम हुन्छ। सुरता भनेको के हो? विचारणीय विषय छ नै। अलिकति चिन्तन गरौँ। सबैले भन्छन् आफूभित्र हेरौँ, आफूभित्र खोजौँ, आफूभित्र खोजौँ भन्छन्। तर आफूभित्र खोज्ने तरिका हो नि यो। चिन्तन गरौँ, अलिकति विचार गरौँ। म को? म यो शरीर हो। शरीर त पञ्चतत्त्वबाट निर्मित भयो। अनि यो शरीरमा के जोडिएका छन्? यहाँ अब 10 कर्मेन्द्रिय जोडिएका छन्। अब त्यस पछाडि अन्तरात्माहरूमा अन्तर्गत के जोडिएका छन्? मन, चित्त, बुद्धि, अहङ्कार। विचारणीय कुरा छ नै, यहाँ विचार गर्नुपर्ने कुराहरू छन्, यी जोडिएका छन्। अब त्यहाँबाट तत्पश्चात सुरताको विषय छ। सुरता भनेको होस पनि हो है, होस भन्दा फेरि बुझिएला। त यदि होस हरायो भने हामीहरू कुनै काममा सफल हुन्छौँ? हुँदैनौँ। त्यो होस चाहिँ त्यो कहाँबाट आयो? त्यो पूर्ण ब्रह्म परमात्मा सत्ताबाट आयो। अनि यहाँ जुन आत्मा भन्छौँ नि, आत्मा कहाँबाट आएको छ? आत्मा ईश्वरबाट आएको छ नि। यो विचारणीय विषय छन्। अब यसलाई खोजी गर्नुहोस्। खोज्दा त सद्गुरु पाइए, सद्गुरु सङ्ग गर्छ। खोज्न सक्यो भने पाइँदो रहेछ, खोज्नु पर्दो छ। तर अनि त्यहाँबाट यो स्थूल शरीरको सन्दर्भ कहाँबाट आयो? वैकुण्ठीय शक्तिबाट आयो। तसर्थ यो वैकुण्ठीय शक्ति, यो स्ट्रक्चर हामीहरूको यहीँ विलिन हुन्छ। तर मन अगाडि बढ्दछ, त्यहाँबाट चित्त पनि अगाडि बढ्दछ, बुद्धि पनि अगाडि बढ्दछ र सुरताले आफ्नो गन्तव्य लक्ष्य प्राप्त गरेपछि मात्र हाम्रो मोक्ष हुन्छ। नभए अनि पनि जन्मनु, अनि पनि मर्नु, अनि पनि गर्भैतिर गई पर्नुपर्ने प्रवृत्तिबाट हाम्रो निवृत्त हुने कुनै अर्को विकल्प छैन। बोलो श्री प्राणनाथ प्यारी।